सुन्नु रे सुन्नुहोस् है ल अब यता आउनुहोस् त खै मैले चाहिँ कतै भयो बस्नु आमार बाउ पनि बोलाऊ है खै कहाँ गयो आमार बाउ सुन्नु पर्यो नि त आमा चाहिने हो मबी त कहाँ गयो बाउरामा त आमा चुलोमा छोड्दैन गिलास छोड्दैन भनेको आउँछौ मिलाएर आमा चुला छोड्दैन आमार बाउले सुन्नु पर्यो सुन राम्रो बस्नु अब सुन्नु है अब नानीहरूले आफ्नो कुराबाट भनेको बुझ्दैन कसैले बुझ्दैन हो अन्त अलिकति पर्वतीबाट पनि भनिदिन्छु हो नेपालीबाटै अब तिमीहरूले आज यो गर्यो नि यो हेर्दाखेरि अब अलिकति खेलाइ चाहिँ यस्तो पनि भयो होला तर यो ठुलो सबभन्दा ठुलो हो होइन अब आज चाहिँ बुहारी चाहिँ आजदेखि चाहिँ शेर्पा भयो कुलमा पक्का अब बुहारीले आजदेखि चाहिँ कुलतिर पूजा गर्नु पनि सक्छ हो सबै गर्नु सक्छ बुहारीले गर्न आँट्दैन हो सबैसँग अब तपाईँ यो छोसेममा है कुलमा सबै गर्न सक्छ बुहारी आजदेखि चाहिँ बुहारी चाहिँ शेर्बिनी भयो नि त हो अब हामीले न्वारान गरेर होइन अर्को नाम याद छ अघि खोरवालामा हो त्यो याद राखिराख्नु हो अन्त सबै अब त्यो नामकरण अर्कै गरेर बुहारीलाई आज दिन होइन माइती पक्रेर बुहारी आज दिन शेर्बिनी भयो अन्त राम्रोसँगले होइन तिमीहरूले अब बिहादान भन्ने कुरो खेलाइ चाहिँ हुँदैन नि घरजाम गरेर खानुपर्छ होइन अब त्यो अहिले के छ अहिलेको केटीहरू आयो बिहा गर्यो होइन छोड्यो फेरि अर्को ल्यायो गयो त्यो पनि नगर्नु होइन तिमीहरू कलिलो उमेर छ सानै जसरी मिलेर आएको छ त्यसरी नै अब धेरै पछिसम्म हो धेरै पछिसम्म अब पछि जिन्दगीभरि भनौँ न राम्रोसँगले गरी खानु होइन राम्रोसँगले गर्नु अहिलेको समयमा त राम्रोसँगले गऱ्यो भने त नोकरी पर्दैन नि राम्रोसँगले गरेर खानु सक्छ होइन यत्रो जग्गा जिम छ सबै छ आमा बाउ सबै छ तिमीहरूको होइन सबै राम्रोसँगले गरी खानु अन्त आजदेखि जुन चाहिँ अब जस्तो अब यहाँ है हाम्रो रामसिंह भाइ बुहारी तिमीहरूले माइती पक्रे नि पक्का माइती अब बुहारीको उता के अरे माइतमा छ दाजुभाइ छ भने पनि उता खास माइती भन्दा पनि यता बनाएको माइती चाहिँ पक्का हुन्छ बिर्सिनु हुँदैन जहिले पनि बिर्सिनु हुँदैन अब बाटोतिर भेट्ला होइन अब दाजु भाउजू चिनिराख्नु ओ बाउ आपा होइन पापा बाजे पनि हो तिमीहरूको त बाजे नै हो होइन बाजे नै हो चिनिराख्नु होइन बुहारीले चिन्नु अन्त बाटोतिर भेट्ला होइन फेरि जहिले पनि चाडबाड जति पनि आउँछ नि पहिला मान्नु जानुहोस् तल तिमीहरू बुझ्यौ अन्त मात्रै उता माइत जाने हो होइन पहिला चाहिँ बनाएको माइतीलाई मान्नुपर्छ ल सबभन्दा ठुलो माइती चाहिँ उहाँ हुन्छ ल अन्त चाडबाड यता त्यता हो बिर्सिनु भएन त्यसरी मान्दै जानु होइन बाटोतिर भेट्यो भने अब हेर्नु होइन भेट्नु ढोक्नु पर्यो होइन छे गर्नु पर्यो त्यसो गर्नुपर्छ ल अन्त राम्रोसँगले गरी खानु होइन तिमीहरूको अब यति न भन्नु त अरू के छ र होइन अब बाजेहरूले पनि केही भन्नुहुन्छ होला त्यति नै नानी त्यहाँ छोड्नु नानी अब कोही बेला दुःख सुख त हुन्छ नि होइन कोही बेला दुःख पनि हुन्छ कोही बेला सुख पनि हुन्छ होइन कोही बेला झगडा पनि हुन्छ अब आगो त ठाडो ठुटो नगरिकन बल्दैन होइन तर त्यस्तो नगर्नु हो जानु भएन राम्रोसँगले गर्नु अब बुढाले पनि बुढीको दुःख बुझ्नुपर्छ बुढीले पनि बुढाको दुःख बुझ्नुपर्छ हो दुईजना बुझाबुझ भयो भने चाहिँ राम्रो जिन्दगी चल्छ राम्रोसँगले गरिखानु अब आमा बाउलाई पालो पनि दिनु पऱ्यो नि तिमीले होइन अब त तिमीहरू दाजु छ होइन तिमीहरू अब गरी खानु पऱ्यो नि राम्रोसँगले गरी खानु होइन राम्रो होस् अब सहर समाज यता त्यता होइन गाउँ इष्टमित्र सबै गरेर खानु हो राम्रोसँगले गर्नु तपाईँको माथि धारा